हेलो गाइस, वेलकम टु माई मुकबाङ भिडियो। हजुरहरूलाई पनि मसँग पानीपुरी मुकबाङ गर्न मन छ भने कृपया कमेन्ट गर्नुहोला। नेक्स्ट टाइम म डेफिनेटली हजुरहरूलाई पनि इन्भाइट गर्नेछु पानीपुरी मुकबाङको लागि। कृपया मेरो भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सिनुहोला। धन्यवाद। खसेको त टिपेर खायो हुनुहुन्छ, फेरि बुढा अरूले लान्छ रे। अरूले त लाने चान्सै छैन, लाने चान्स छैन भन्दा पनि म लानै दिन्न मेरो बुढा। हेलो गाइस, आज चाहिँ म शनिबार पानीपुरी मुकबाङ गर्न गइरहेको छु। हेर्नु होला ल। शनिबारको दिन पानीपुरी खाएन भने मलाई फेरि शनिबार गए जस्तै लाग्दैन। एभ्री विक मलाई एक दिन चाहिँ चटपटे पानीपुरी करिन खानै पर्ने हुन्छ। ग्यास्ट्रिकको रोगी छ, त्यही भएर घरमै पोसिलो पानीपुरी। यस्तो मिठो। घरमै किन बनाएर खाएको भन्दा मलाई चाहिँ ग्यास्ट्रिक प्रब्लम छ। बाहिर खाएकोले चाहिँ पेट दुख्छ कि, त्यसमा के अब भिनेगर भन्छ, एसिड हालेको हुन्छ, पुरै हाडवाला एसिड। यस्तो पेट दुख्छ। बाहिर 2-3 खायो भने यस्तो पेट दुख्छ। घरमा म एक बाटा खान्छु, तर मलाई पेट दुख्दैन घरको पानीपुरीले चाहिँ। सो म घरमै बनाएर खान्छु पानीपुरी। नो ग्लोभ्स, किनभने मेरो हात एकदमै सफा छ है। नेचुरली आफ्नो हात सफासँग धुने हो, खाने हो, गम्की गम नेपाली स्टाइलमा, नेपाली छोरी हो होइन। त्यतिखेर मिस्टर पार्किङ पनि भएको भए कति मजा आउँथ्यो होला। के गर्नु, परिलाई समयले भाग्यले साथ हुन दिइरहेको छैन। म एक्लै यहाँ पानीपुरी बनाएर खाँदैछु। Nata koi ho. पानीपुरी चाहिँ मेरो फेभरेट हो कि। फेरि पानीपुरी मात्रै होइन, पानीपुरी चटपटी करेन। म खाना बनाउनु जति अल्छी गरेन, फेरि पानीपुरी त मलाई खान मन लागेको छ। न्युको यो एक चुटकीमा बनाएर खाइदिइहाल्छ। पानी चटपटे मोमो अनि करेन जाउजो चाहिँ मेरो घरको मान्छे सबैलाई यस्तो मनपर्छ कि कतिहरू बनाएर खाइरहन्छ घरमा। मलाई पनि त्यही भएर एक्लै भए पनि 1 विक जति भएपछि एकदमै क्रेभिङ हुन्छ। सो बाहिरकोले पेट दुख्छ, घरमा बनाउनै खाने। एकदम मिठो। बाहिरको के साँच्चै पसलमा केही हालेको छैन भन्छ भन त, तर त्यो एसिड हाल्छ कि एसिडले। अनि त्यो एसिड चाहिँ हामीले डाइजेस्ट गर्नै सक्दैन, अनि यस्तो पेट दुख्छ कि। अनि घरमा खाएकोले चाहिँ केही हुँदैन। सो गम्ती गम। यस गाइस, मैले यति सक्छु कि भ्याउँछु कि भ्याउँदैन होला। घरमा चाहिँ मैले पिरो पनि अलिक कम हालेको छु। अब हामी चाहिँ नेचुरल नर्मल एसिड युज गर्छ नि त, लाइक अब यो लेमनहरू हाल्छ नि त, त्यहाँ चाहिँ भिनेगर भन्छ। एक त अलिक कडा एसिड हुन्छ क्या, अनि त्यही भएर हाम्रो डाइजेस्ट गर्न गाह्रो हुन्छ। त्यही भएर घरमा बनाएर खाएको।
मिठो साह्रै मिठो तर अलि अमिलो र पिरो भएछ खुर्सानी चपाइछु हेर्नुहोस् एक्लै बस्नुको फाइदै यही हो के खान मन लाग्छ टक्क कहिलेकाहीँ न त कहिलेकाहीँ मलाई चाहिँ के बानी छ भने होइन 3-4 साग लगातार खाना खाएपछि खाना खान मन लाग्दैन क्या अनि त्यही भएर कहिले चटपटी बनाएर खान्छु कहिले पानीपुरी बनाएर खान्छु अनि कहिले करेन बनाएर खान्छु ममा चाहिँ एक्लै अल्छी लाग्छ मोमो खाने चाहिँ माइत गएपछि मात्र हो घरको मिठो मोमो खाने हाम्रो घरको जस्तो मिठो मलाई अन्त जताको खाए पनि त्यति मिठो लाग्दैन है घरको मोमो जस्तो हाम्रो घरको मोमोको त्यो अचार यस्तो दामी एवन हुन्छ नि मलाई अहिलेसम्म मेरो घरको त्यो मोमोको अचार जस्तो अन्त जति स्ट्यान्डर्ड ठाउँमा गएर खाए पनि मिठो लाग्दैन क्या घरमा बनाउने मोमोको अचार ओमाइ गस त्यही भएर म चाहिँ मोमो खान मन लाग्दा माइत जाने हो बाबाले भाउजूले यस्तो मिठो अचार बनाउनुहुन्छ अनि बनाउन चाहिँ सजिलो छ फेरि सबैजनाले बनाउँछ उता माइतमा घरमा चाहिँ अनि खान मन लागेपछि बनाइहाल्ने खाइहाल्ने एक्लै हुनु चाहिँ मोमो बनाउनु चाहिँ झ्याल लाग्छ सबैले पानीपुरी करेन्ट त म एकछिनमा एक चुट्की बजाउँदैमा बनाइदिइहाल्छु अनि बनाउने खाने चाहिँ के गर्नु ग्यास्ट्रिक छ तर पनि खान मन लाग्छ त्यही भएर बाहिर खाँदैन घरमै खान्छु क्या खाना मुखलाई खान्छु गाली सिक्छ होइन पिरो भयो यतिकै खान्छु पिरो भयो र गाइस पिरो भयो मुखबाङ गरेर चाहिँ नसकिने रहेछ मैले
अझै यति छ गाइस I'm done with it सकिन्न अब मेरो पाखन भएको रहेछ आनन्दले सकिन्छ मैले धेरै खान सक्दैन कि फेरि जति मिठो भयो नि मैले धेरै खान चाहिँ सक्दैन खसेको त टिपेर खाइहाल्नुहुन्छ फेरि बुढाहरूले लान्छ रे अरू कुरामा कम्प्रोमाइज गरेँ म यो कुरामा चाहिँ कम्प्रोमाइज गर्दैन फेरि नो वे अहिले त लाने चान्सै छैन लाने चान्स छैन भन्दा पनि म लानै दिन्न मेरो बुढालाई हैन बुढालाई अरूलाई लान दिनुहुन्छ र जिन्दगीमा हैन जिन्दगीमा के छोरी मान्छेले चाहिँ हरेक कुरा कम्प्रोमाइज गर्न सक्छ तर यो बुढा अरूले लाने अरूसँग लाने भन्ने कुरामा चाहिँ नो कम्प्रोमाइज कन्सिडर गर्नै सकिँदैन त्यस्तो बेला चाहिँ अरूसँग लाग्यो हिँड्यो भने चाहिँ जतिसुकै कन्सियस जतिसुकै एजुकेटेड जतिसुकै अन्डरस्ट्यान्डिङ पर्सन भए पनि होइन यति रिस उठ्छ होइन बरु त्यसलाई मार्छु म जिन्दगीभर आत्मसमर्पण गरेर जेल बस्छु जस्तो फिलिङ्स आउँछ है लाइफमा जस्तो सुकै पुरा कम्प्रोमाइज गर्न सक्छु जस्तो लाग्छ कि मलाई चाहिँ तर यो आफ्नो पार्टनर सेयर गर्ने कुरामा चाहिँ नो कम्प्रोमाइज हुनै सक्दैन कि मरिन्छ कि मारिन्छ बट नो सेयरिङ है सो झरीको कुरा चाहिँ म एउटा होइन एउटा बिलिफ मात्रै हो तर पनि हाम्रो यो सब कन्सियस माइन्डसँग चाहिँ कनेक्ट भइहाल्छ कि ला झरी बुढाहरूले लान्छ भन्नेवाला त्यो डर पैदा भइहाल्छ म त जस्तो फोनमा झरी पनि फु गरेर खाइहाल्छु कि किनभने यो कुरामा चाहिँ मलाई एकदमै डर लाग्छ हो यसमा कुनै साइन्टिफिक प्रुफ छैन तर जस्ट बिलिभ हो तर पनि माइन्डमा ओहो यस्तो पो हुन्छ कि भने डर हुन्छ कि एउटा अटोमेटिकल्ली त्यो भइहाल्छ कि अटोमेटिकल्ली कनेक्ट हुन्छ कि त्यही भएर टिपेर खाइहाल्छ आजको मेरो मुखबाङ यति नै मैले चाहिँ खान सकिनँ त्योभन्दा मैले चाहिँ खुचाइन्छ भाइ चाहिँ पिरो भयो ल बाई थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ माई भिडियो जतिजनाले पनि मेरो भिडियो हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै